यो खोटाङको साकेला गाउँपालिका 2 रतनसम्म अवस्थित 1000 वर्षभन्दा पुरानो ऐतिहासिक साकेला थान हो। यही साकेला थानको नामबाट 2073 फागुन 27 गते गाउँपालिकाको नाम साकेला गाउँपालिका नामाकरण गरिएको थियो। साकेला थान किराँत समुदायको ऐतिहासिक उद्गम थलो भएकाले गाउँपालिकाले साकेला थानमा 3D आर्ट्सबाट किराँत समुदायको सभ्यताका सम्पूर्ण कुराहरू हुबहु उतारेको छ। साकेला थानमा 32 जना किराँती राजादेखि खुवालुङ, साल्पा सिलिचुङ, मुन्नुम ट्रेल, किराँत सभ्यताका बाजा गाजा, 3 चुला, हाई हतियार 3D आर्ट्समा उतारिएको छ। यही 3D आर्ट्समा उतारिएको किराँत सभ्यतालाई संरचनामा उतारेर साकेला थानलाई किराँत सभ्यताको संग्रहालय बनाउने गाउँपालिकाले उद्देश्य राखेको छ। साकेला थानसँग यहाँ सुन्दर पार्क पनि निर्माण गरिएको छ। गाउँपालिकाले गरेका कामले गर्दा यहाँ पुग्ने जो कोहीलाई अहिले नै यस स्थान किराँत संग्रहालय र ज्ञान केन्द्रको भण्डार भएको भान हुने गर्दछ। साकेला थानको बीचमा पुरानो ठूलो रुख रहेको छ। सो रुखको हाँगाबिगा भाँचिएर झरेमा त्यसले अनिष्टको संकेत गर्छ भन्ने जनविश्वास रहेको छ। साकेला थान र पार्कमा वरिपरिका रुखहरूको पात पतिङ्गर झरेर फोहोर भएमा गाउँपालिकाले श्रमदानबाट सरसफाई गरेर चिटिक्क पार्ने गरेको छ। गाउँपालिकाले बेला बेला 3D आर्ट्समा रङरोगन पनि गर्ने गर्दछ। यहाँ सुविधाका लागि इन्टरनेटको निशुल्क सुविधा समेत रहेको छ।